स्टार्टिङ माई डे विथ चिया सिड गाइज। अनि त्यसपछि आज चाहिँ हजुरलाई धेरै धेरै स्वागत छ है। अनि त्यसपछि आज चाहिँ नवरात्रिको एउटा अर्को दिन र योभन्दा अगाडिको भ्लग हेर्नु भएको छैन भने गएर हेरिहाल्नुहोस्। र त्यसपछि आजको दिनमा चाहिँ आज भोलि फुलपाती हो सायद, भोलि फुलपाती छ। अनि आज चाहिँ हाम्रो घरमा नवरात्रिको पूजा चलिरहेछ 9 दिनसम्म। र 9 दिनसम्ममा भनेपछि आज पनि होला है, त्यो कुरा भइहाल्यो, आफ्नो कुरा भइहाल्यो। त्यसपछि आज बिहान चाहिँ अहिले म रेडी भइसकेको छु, हामी सबैजना रेडी भइसकेका छौँ। त्यसपछि अहिले हाम्रो चारैजना र हाम्रो पण्डितजी चाहिँ कालिका मन्दिर जानेर त्यहाँ पूजा गर्ने हो। अनि त्यसपछि फेरि आज चाहिँ घरमा पनि हाम्रो बर्थडेको समथिङ पूजा छ। त्यो पूजा सकेपछि अनि त्यसपछि नवरात्रिको पूजा सकेपछि त्यो पूजा हुने सायद, त्यो डिटेलमा चाहिँ म पछि भन्ने छ हजुरलाई, मैले पनि थाहा पाएको छैन। सो अहिलेको लागि चाहिँ लेट्स गो टु कालिका मन्दिर गाइस। सो गाइस फाइनली हामीहरू आइसकेका छौँ हामीहरूको महिनाहरूको कालिका मन्दिरमा। अब भित्र जाने अनि हाम्रो पण्डितजी पनि आइसकेछ, त्यसपछि चाहिँ पूजा गर्ने गाइस। यहाँ चाहिँ हाम्रो कोमलिका हुनुहुन्छ गाइस, कोमलिका। पण्डितजी पनि आइसक्नु भएको छ गाइस, सो लेट्स गो। गोविन्दाय नमः नारायणाय नमः सुबादो गौमाद पायनु केशवायनु केशवायनु गोविन्दाय नमः नारायणाय नमः गुमा शक्तिरूपतां दस्ये नमः तस्यै नमो नमः आलकारि बक्षिरो नमः तस्यै नमो नमः ओम आपशान्ति भद्रं यज्ञोपवीततां मूलपूजितान्ति। पुग्दैन त्यो हाइड गर्नु पुगिहाल्छु कहाँ भन्नु हो ल कहिले गाइज हामीहरू पूजा गरेर पनि आइसके। अब हामीहरू घरतिर जाँदै आए। हजुरको कहिले नि बर्थडे वैशाख ए कति कति 23 गते के को दक्षिणा मलाई पनि के देखाउनु भयो दिशा न मलाई। अब यो तिम्रो दक्षिणा, यो कविताको दक्षिणा, यो मेरो दक्षिणा दुईटा दिदी भाइलाई होलसेलमा फाइदा भइहाल्यो, आशीर्वाद। आया सो गाइस फाइनली अहिले चाहिँ बर्थडेको पूजा भइसक्यो। अनि सो गाइस फाइनली अहिले चाहिँ पूजासुजा भइसक्यो। अनि त्यसपछि के भन्छ कालिका मन्दिर पनि गएर आएँ मैले चाहिँ। अनि त्यसपछि अहिले चाहिँ हामीलाई दक्षिणा पनि मिल्यो गाइज। यहाँ चाहिँ हाम्रो बाबा आइसिन्छ, के गरे धन्यवाद, थ्याङ्क यू ओ माई गड गाइज। अनि अहिले चाहिँ पूजासुजा पनि भइसक्यो। यहाँ चाहिँ हाम्रो कोमलिका हुनुहुन्छ। सो त्यही दक्षिणा ल्याऊ किन हेर्दैछ त्यसरी यहाँको दृश्य। थ्याङ्क यू सो गाइज अहिले चाहिँ फाइनली दिउँसो चाहिँ हामीले पूजासुजा गऱ्यौँ। मैले त्यहाँ रातिको 7-8 बजी लगाइसक्यो। र आज बाबाको बर्थडे र कबु दिजूको नि हिजो राति चाहिँ हामीले 12 बजे कबुदीले सरप्राइज गरिसक्यौँ। दिजू बाहिर दिएसन्दा बाहिर भए पनि हामीले दिजूले सम्झिरहेका छौँ र केक पनि काट्यौँ हामीले दिजूकोलाई। अनि त्यसपछि अब अहिले चाहिँ पवित्र आन्टीहरूको समथिङ केही प्लान छ र पवित्र आन्टीहरू आइसकेछ सरप्राइज दिन सायद है। अनि त्यसपछि चाहिँ हाम्रो आज रूपा दिजूहरू पनि आइसकेछ। रूपा दिजू भनेपछि को भन्नु होला, मेरो फुपूको छोरी र अनि अब दिजू र भिनाजु आइसकेछ। अनि अरू फ्यामिली मेम्बरहरू पनि आइसकेछ उहाँको। सो अब आज सबैसित फ्यामिली मिटअप पनि हुनेछ र अनि पवित्र आन्टीहरू पनि आइसकेछ। सो यही हो। र अब अगाडि के कसो हुन्छ हेर्दै गर्नुहोस् गाइस, त्यही हो। अनि मैले पनि सानो केक लिएर आएको छु। सो पवित्र आन्टीहरू काट्छु, त्यसपछि फेरि हामीहरू काट्नुपर्छ।
बाबा तल हेर्छन् त ए माचिस 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 उसमा मन्दिरमा सम लग्यो त होइन मन्दिरमा हुन्छ ल ल्याउ न म अहिले अहिले छोडिदिन्छ आइस आइस नै आइस आइस यो के हो ढोकाको ल्याइछ यो जलाएर जाउँ स्प्रे गर्दा अहिले पछि खुलै छ ह्याप्पी बर्थडे टु यो ह्याप्पी बर्थडे डियर दाइ ह्याप्पी बर्थडे टु यु त्यसपछि ल पहिलामा यो पनि कस्तो राम्रो फुला देखाऊ यति रहेछन् हाँगा टिप्छ न माथि माथिको कति राम्रोसँग पलाउँछ नि पछि पवित्र आन्टीहरू पनि गइछ सो अब चाहिँ वेटिङ फर रूपा दिजु गाइज रूपा दिजु एन्ड आवर फ्यामिली कता हो यसमा हो त्यहाँ त उसले ल्याएको अर्कै थियो अहिले माथि साल्या त्यसमा त त्यस्तै हो त खै त बोल्दैन त ल त्यहाँ बाल्दैन कि माथि बा ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे डियर महाजी ह्याप्पी बर्थडे टु यु बाहिर आउनु आउनु न